हाम्रो ठुलो माया र मार्गदर्शनको हिस्सा पनि जाँदैछ। तपाईहरूले हामीलाई पढाइमा सघाउनु भयो, हामीले गल्ती गर्दा सही बाटो देखाइदिनु भयो। हामीलाई तपाईहरूले दिनुभएको माया र स्नेह हामीले कहिले पनि भुल्ने छैनौँ। कार्यक्रमको मञ्चदेखि खेलकुदको मैदानसम्म, डाइनिङको गफदेखि परीक्षाको तयारीसम्म हजुरहरूले सिर्जना गर्नुभएको स्मरण हामीमा सधैँ नै विशेष रहनेछ। दाइ दिदी यो कसरी गर्ने भनेर सोद्धाखेरि तपाईहरूले दिनुभएको जवाफ र हौसलाले नै हामीलाई यहाँसम्म ल्याएको छ। अन्त्यमा म र मेरा भाइ बहिनी दाजुभाइ दाजुभाइको तर्फबाट तपाईँहरूको सुनाउनु भएको कामना गर्दछु। अब भन्दै पनि सक्दिनँ, तर मभन्दा तल्लो कक्षामा हामी त अब गइहाल्छौँ। मभन्दा तल्लो कक्षामा पढ्ने विद्यार्थी भाइहरू मेरो एउटा सुझाव छ। 2082 साल वैशाख 27 गते ठीक बिहान 10 बजे हाम्रो कक्षा 12 को एन्ट्रान्स एक्जाम सकियो। अर्थात् यहाँको अन्तिम बसाइ, जुन कुरा सबैलाई थाहा नै छ। आज म जति यो विद्यालयको करिब छु त्यति नै अन्जान 2 वर्ष अघि थिएँ। लगभग 2 वर्ष अघि म यहाँ आइपुग्दा मलाई यस स्कुलको नाम मात्र थाहा थियो। त्यति बेला यहाँ आउने र पढ्ने निर्णय लिँदा मेरो मनमा एउटा प्रश्न उठेको थियो, के म ठिक त गर्दैछु नि? त्यो समय मलाई सबै नयाँ लाग्थ्यो र म अलिक अनिश्चित थिएँ। तर यी 2 वर्षले त्यो अनिश्चितता परिवर्तन गरिदियो। मैले यहाँ केवल किताबका ज्ञान मात्र होइन, जीवनका मूल्य, अनुशासन, आत्मविश्वास र साथीहरू र शिक्षक कर्मचारीहरूसँग सम्बन्ध बनाउने कला पनि सिकेँ। याद छ त्यो 2 वर्ष अघि जब म यहाँ आएको थिएँ, हाँसिरहेका केही बहिनीहरू जसले मलाई पहिलो दिन हाँस्दै स्वागत गरे, आज भावुक हुँदै तिनै बहिनीहरू बिदा गर्दैछन्। यी सम्झनाहरू मेरा मनमा गहिरो निशान जस्तै बसेका छन् र बसिँदै रहनेछन्। आज म यहाँ उभिएकी छु र यो स्कुलले मलाई केवल बोल्न मात्र होइन, आत्मविश्वासका साथ उभिन पनि सिकायो। यदि यो स्कुलमा नआएको भए सम्भवतः म एउटा कुनामा बसेर सुनिरहेने एउटा विद्यार्थी मात्र रहने थिएँ। यहाँ उपस्थित सम्पूर्ण भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने, यहाँ सिकेको ज्ञान र अनुशासनलाई प्रयोग गर। तर यो स्कुल केवल पढाइको ठाउँ मात्र होइन, यहाँ तिमीहरू आफ्नो इच्छा अनुसार सिपहरू पनि सिक। चाहे जतिको सबै कुरा गर, लाज मानेर कतै पनि पछाडि सर्ने काम नगर।
यो स्कुल हाम्रो दोस्रो घर हो, जहाँ तिमी हामी एउटा परिवार हौ र त्यसैले यहाँ पाएको अवसर पूर्ण रूपमा उपयोग गर। आजभन्दा ठिक 1 वर्ष अगाडि हामीले पनि हाम्रो पूर्व विद्यार्थी 12th क्लासका दाइ दिदीहरूलाई यसरी नै विदाईको कार्यक्रम सञ्चालन गरेको थियो र आज कति चाँडो हाम्रो लागि पनि यस्तो विदाईको कार्यक्रम राखिएछ। मेरा यी 2 वर्ष क्षणभरमै बिते जस्तो लाग्छ। थोरै समय बिताए पनि यहाँका यादहरू मेरा लागि अमूल्य छन्। अन्ततः मैले यो प्रश्नको उत्तर पनि पाएकी छु जुन मेरो मनमा 2 वर्ष अघि उठेको थियो। के म ठिक गर्दैछु? आज म भन्न सक्छु, हो म ठिक गर्दैछु। यो स्कुलले मेरो जिन्दगीमा गहिरो छाप छाडेको छ र मलाई सही मार्गमा उभ्याएको छ। आज मलाई यसरी मेरो कुराहरू यसरी पुग्न दिएकोमा म कक्षा 11को भाइ बहिनी तथा सम्पूर्ण विद्यालय परिवारलाई मनदेखि नै धन्यवाद दिँदै यहाँबाट बिदा हुन्छु। धन्यवाद। साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गाह्रो। सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी गराउँथे साह्रो। आजको कथा छ को कथा छ तर मनले मेरो बाल्यकालमै पुकारो। खोजिरहेको छ दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो। बाटो छ बेग्लै तर भेट्ने छौँ हामी, निराश हुनु पर्दैन भो। छोटो समयमा छोटो अवधिको लागि कक्षा 11का भाइ बहिनीहरूले कक्षा 12का भाइ बहिनीहरूलाई जुन फेरि भेटौँला भन्ने कार्यक्रम राख्नु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम एकदम छोटो भएकै राम्रो, किनभने यस्तो माहौल धेरै लामो टिकाउनु पनि हुँदैन र यहाँ धेरै मैले देखिरहेको छु। अरू कुनै कार्यक्रममा भए यहाँ हल्ला खल्ला चुप्लाक भन्नु पर्थ्यो, के भन्नु पर्थ्यो, तर आज एकदम शान्त छ वातावरण। मौसमले पनि त्यस्तै अवस्था सिर्जना गरेको छ। बाहिर पनि पानी परिरहेको छ, बादल कालो कालै छ। भाइ बहिनीहरूको भावनात्मक सम्बन्ध निकै गहिरो रहेछ भन्ने पनि यो माहौलले प्रश्न पारेको छ।